वेलकम टु माई ब्लग गाइज। अब चाहिँ म चाहिँ नेपाल जान लागेँ। उहाँ चाहिँ मेरो कलिग्स मलाई चाहिँ जेटीमा ड्रप गर्न आउनुभएको। तपाईँहरूलाई चाहिँ बाटोमा देखिएका सबै दृश्यहरू देखाउँदै जानेछु। कतिको राम्रो हुनेछ मेरो यात्रा तपाईँहरूलाई देखाउँदै जानेछु है त गाइज। हेर्नुहोला, सब्सक्राइब, लाइक, कमेन्ट गर्न नबिर्सिनु होला। म चाहिँ अहिले जेट्टीमा आइपुगेको छु। अब यहाँबाट चाहिँ मेरो प्रस्थान हुन्छ माले राजधानीतर्फ। तपाईँलाई चाहिँ मेरो यो रिसोर्टबाट यहाँनिर आएर चाहिँ प्लेन बस्नेछ। यहाँबाट चाहिँ नेपाल, इन्डिया हुँदै नेपाल कसरी जाने भन्ने कुरो चाहिँ तपाईँहरूलाई चाहिँ म देखाउने छु आजको यो भिडियोमा। कतै नजानु होला, लाइक, कमेन्ट, सब्सक्राइब गर्न भने नि नबिर्सनु होला है त गाइस। म जाने बेला मेरो साथीले हात मिलाउँदैछ यो काले। म जाने प्लेन चाहिँ आइसक्यो। यहाँ यी प्लेटफर्ममा पार्क गर्दैछ। अब यो प्लेनमा चढेर म मालेतर्फ जाँदैछु। कस्तो हुन्छ के हुन्छ सबै देखाउनेछु तपाईँहरूलाई है त गाइस। अब चाहिँ सिभिलियन ल्यान्डिङ हुँदैछ है। Have a nice day. Thank you very much. Bye. माले एयरपोर्ट फाइनली। अब चाहिँ म यहाँबाट इन्टरनेसनल एयरपोर्ट बस चढेर जाँदैछु। विश्वकै सबैभन्दा ठुलो सिप्लेन टर्मिनल मालदिभ्सको माले।
म चाहिँ अहिले भेलेना इन्टरनेसनल एयरपोर्टबाट लगेज सङ्कलन यहाँबाट गरिन्छ। म चाहिँ अब लगेज दिनु गइरहेको छु। मेरो लगेज चाहिँ यहाँ आइपुग्छ है। मेरो लगेज यहाँ आइपुग्छ। यहाँबाट चाहिँ मेरो लगेज कलेक्ट गर्छु। त्यसपछि म इन्टरनेसनल एयरपोर्टबाट गर्छु। Can I get? यहाँबाट चाहिँ 3 घन्टा 45 मिनटको फ्लाइट इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टसम्मको लागि अब यहाँबाट चाहिँ म यात्रा तय गर्दैछु। यहाँबाट इन्दिरा गान्धी पछि नेपाल, त्यहाँबाट नेपाल जाने एउटा फ्लाइट स्टारा फ्लाइट है। तपाईँहरूलाई बाटामा देखिएका दृश्यहरू यहाँबाट इन्डिया जाउन्जेलसम्म र इन्डियाबाट नेपाल। गाइज अब चाहिँ म चेकिङको लागि भित्र जाँदैछु। अब चेकिङ पछि म तपाईँहरूलाई एयरपोर्ट उठाउने छु। अहिले चेकिङ गर्न लागेको छु है। अब चाहिँ हाम्रो बोर्डिङ सुरु भएको छ। अब बोर्डिङ सुरु भयो। अब तपाईँहरूलाई प्लेनभित्र गएर प्लेनको भिडियो पनि देखाउने छु है। बाहिर चाहिँ पानी परिरहेको छ। पानी परेको कारणले भिडियो त्यति क्लियर नआउन सक्छ। त्यसको लागि चाहिँ क्षमा माग्न चाहन्छु। कबीर असलम और सह कप्तान सिद्धांत चंद्र है। मैं राजीव इस उड़ान का इन फ्लाइट सुपरवाइजर हूँ और मेरे साथ रितिका, सृष्टि, कुंजू और गर्विता आपकी सुरक्षा और सुविधा का ध्यान रखेंगे। यदि आपको किसी भी प्रकार की सहायता की जरूरत हो तो कृपया हमारे कैबिन क्रू से संपर्क करें। सरकारी नियमों के अनुसार इस फ्लाइट पर कुछ निर्देशों का पालन करना अनिवार्य है। इस उड़ान को सुरक्षा पूर्वक तय करने में विस्तार आपसे सहयोग की प्रार्थना करता है। हम आशा करते हैं कि आपकी यात्रा सुखद हो। धन्यवाद।
मैले चाहिँ विस्तारा एयरलाइन्समा एउटा नयाँ सिस्टम भेट्टाएँ। यसमा चाहिँ सिटको पछाडि मोबाइल राख्ने ठाउँ र ट्याब्लेट राख्ने ठाउँ हुँदो रहेछ। त्यसमा चाहिँ त्यो मोबाइल र ट्याब्लेट राखेर तपाईँले विस्तारा एयरलाइन्सको वाइफाई कोड स्क्यान गरेर तपाईँले चाहिँ चलाउन सक्नुहुने रहेछ, तपाईँले मनोरञ्जन लिन सक्नुहुने रहेछ। अलि हतार नगरी जानुस् न। माथि उक्लेपछि अन्तर्राष्ट्रिय स्थानान्तरण बन्ने हुन्छ। भारत में आपका स्वागत है, वेलकम टू इंडिया। अहिले चाहिँ म इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टको ड्युटी फ्रीमा सामान अलिकति एक्सपेन्सिभै छ, यहाँ एकदम महँगो छ। त्यसैले मैले सामान केही पनि लिइनँ। त्यसैले अब हामी चाहिँ अब हाम्रो चाहिँ टर्मिनलतिर अघि बढ्दैछौँ है त गाइस। अब यो इन्डियाको एयरपोर्टमा आएपछि चाहिँ हैन वाइफाई चलाउनलाई चाहिँ त्यति सजिलो रहन्छ गाइस। वाइफाई चलाउनलाई चाहिँ कुपन कोड लिनुपर्ने रहेछ, यो ठाउँमा राख्दै हुँदो रहेछ। अनि त्यहाँबाट चाहिँ कुपन कोड लिएर चाहिँ अनि मोबाइलमा त्यो कुपन कोड हालेपछि चाहिँ अनि चल्ने रहेछ, नत्र यहाँ वाइफाई चलाउन गाह्रो छ। अब वाइफाई चलाउन चाहिँ तपाईँहरू यो 15 नम्बरमा आउनुपर्ने रहेछ। यो 15 नम्बरमा आएर चाहिँ तपाईँहरूले पासपोर्टलाई स्क्यान गराएर अनि वाइफाईको लागि तपाईँले एउटा कुपन पाउनुहुन्छ है। अनि त्यही कुपन चाहिँ प्रयोग गरेर वाइफाई चलाउनु पाइन्छ। ल हेर्नुहोस् यहाँ कति मान्छे यो एलिभेटरबाट हिँडेर गए, तर एकजनाले पनि यो बोतल टिपेको पाइएन गाइस। मैले टिपेर डस्टबिनमा हालिदिएँ।
बिस्तारा इन्डियाबाट काठमाडौँतर्फ लाग्यो। अब यहाँबाट यो बाटो बाटै गएर छ्याप्प प्लेनभित्र छिर्ने हो। कुछ समय के लिए बैठे रहेंगे। अपना बोर्डिंग कार्ड और खुले पासपोर्ट को निरीक्षण के लिए तैयार रखें। विस्तारा की ओर से हम आपकी सुखद उड़ान की कामना करते हैं। Thank you very much. मेरा मोबाइल नंबर WhatsApp 7535073. Thank you. Bye bye. फाइनल्ली गाइज म चाहिँ अहिले काठमाडौँ एयरपोर्टमा झरेको छु। आफ्नै देशको एयरपोर्ट, आफ्नै देशको माटो होइन, लामो बाटो। यो चाहिँ मेरै देशको माटो है गाइज। शान्तिको क्षेत्र